हजुर त्यहाँदेखि वारन्ट ल्याएपछि नलगे नहुने भएर पाहाडमा निस्किएन। हजुर आमा मात्रै थियो अरे, अब बिहा हुँदैन भन्ने यसो विचार भयो होला नि। हजुर अन्त यहाँ तल पुलमा नि हजुर सत्याङ बोजू बाजे थियो, हजुर त्यहाँ पहिला पनि त्यहाँ बसेर गएको रहेछ। ए आउँदा पनि त्यहीँ निस्केर बसेको, अन्त त्यहीँ बिहा गरेको नि त मलाई त्यहाँ लगेर। तपाईँले बाजे र बोजू कसरी भेट्नुभयो? को बाजे र बोजू? तपाईँ र बाजे? होइन, ऊ चाहिँ अब पल्टनको लौरे होइन हजुर मलायाको। हजुर अन्त लौरे लौरे उसको साथीले माथि काप्चेरामा बिहा गरेको रहेछ। हजुर यता नरबस्तीको केटी, हजुर यो सुपारे सन्तानहरू। ए हजुर अन्त उसको त्यही साथीले लिएर आयो। अब लिएर आएर अब उसको साथी त्यहाँ काप्चेरामा बिहा भएको रहेछ। हजुर उसको साथीले ल्यायो। हजुर त्यहाँदेखि अब कता जाउँ पहाड जाउँ भन्दा पनि एक्लै छ, अब टाढोको बाटो एक्लै जानु सक्दैन। हजुर अन्त सत्याङमा हाम्रो बोजूकोमा निस्केर बसेको थियो अरे। ए अन्त हाम्रो बोजूले अब पल्टने पैसा ल्याएकै छ भन्ने विचार भयो होला नि, बजारको मान्छे त्यस्तै त हुन्छ। हजुर के आक्क भाडा चाहिँ बस यहाँ, केटी म हेरिदिन्छु भन्नु थाल्यो होला नि त। हजुर ल केटी हेर्न केटी मै हेरिदिन्छु, मै गराइदिन्छु भन्यो होला। अन्त अलिअलि पैसा दियो होला, हजुर त्यहाँदेखि खुसी भइजान्छ नि त बजार। त्यहाँदेखि फुपू नै आयो केटी हेर्न यहाँ। हजुर त्यहाँदेखि मागी हजुर मागेको नि, ए बेलुकै मागी राखेर आमा थियो नि त, हजुर आमाले मागी राख्यो। त्यहाँदेखि 1 महिनाभित्रमा उसकै घरमा बिहा पनि गरिहालेको। सानो तिनो नि अब बाटोको बिहा के ठुलो चाहिन्छ। अन्त यहाँदेखि केटीहरू गयौँ कि, हजुर अन्त बिहा चिया त अब बजारमा अब अलिअलि हिँड्को चिन्तो दियो होला नि त वरिपरि। हजुर त्यहाँदेखि यसो घाट खाँदै गरेको त देख्यौँ। हजुर त्यहाँदेखि अब बाटोमै माथि अब त्यो कुयो खडा देख्छ होइन, हजुर त्यसको अलि माथि बारी छ नि। हजुर हामीहरू त अब त्यहीँ राख्यो होइन, लकन्दिकाको हजुर त्यहीँ लुगाम ल्याइदियो, त्यहीँ लुगा फेऱ्यो, अन्त गयो। अन्त केटाकेटी यसो घुमायो, टिका टालो लायो, सकाइहाल्यो। बाजेलाई फर्स्टमा देख्दाखेरि बोजूलाई कस्तो लाग्यो, मन पर्यो? हामीहरूलाई पहिलाको मान्छेलाई मन पर्नु पर्दैन, आमा बाबुको हुकुम, आमा बाबुको हुकुममा चल्नु पर्यो। ए अन्त आमा बाबुले बुढा छोडिहालेपछि जानु पर्यो, त्यस्तो थियो नि त पहिलाको कानुन। आमा बाबु खुसी भयो भने छोरी पनि खुसी भएर जानु पर्यो, हजुर राम्रो होस् कि नराम्रो होस्। अब बिहा नगरी हुँदाखेरि अब के अरे केटाकेटीमा मन परा त हुन्थ्यो। अब उनीहरू पल्टनको मान्छे कहाँ यहाँ छ र मन परा देखा परेकै छैन। होइन यतापट्टि नि, तपाईँहरू यता हुँदाखेरि गाउँतिर हुँदाखेरि गाउँतिर हुँदा पनि देखा परेको थिएन नि त। हजुर अब त्यस्तै खालको कानुनहरू थियो पहिला। हजुर अन्त बिहा गरिदियो त होला, अन्त त्यत्तिकै बस्यौँ। अन्त उसको छुट्टी पुगेर मलाई छुट्टीमा लगेर गएको। ए अन्त कलकत्तामा हजुर झन्डै हप्ता दिन बस्यौँ। हजुर अन्त त्यो अघि कलकत्ताको कुरा गर्दा हामी पनि पहिला बसेको थियौँ भनेर। हजुर हजुर त्यहाँ चाहिँ त्यस्तै 5 दिन 6 दिन राख्यो। त्यहाँदेखि त रेलमा गयौँ होइन, ए बसमा, हजुर हावाजहाज गिरानमा पुऱ्यायो। त्यहाँदेखि एकैचोटि हावाजहाजमा लाएर चाहिँ लगेको। हावाजहाजमा धेरै राखेन, 5 घन्टामा उता निकाल्दो रहेछ। बोजू त भाग्यमानी नि बोजू। अब के भाग्य भन्नु, होइन नि, अहिलेसम्म त अब यहाँ गाउँको कतिजना मान्छेहरू नि अब रेल त चढेको छैन। तपाईँ पहिला तपाईँ हावाजहाजमा चढ्नु सक्नुभएको रहेछ अन्त कति वर्ष चढ्यौँ नि आउँदा जाँदा नि नानी। बोजू पहिला कहिले हावाजहाज चढिसक्नु जाँदा रेलमै गयौँ, आउँदा रेलमै आयौँ नि। हजुर अन्त हावाजहाजमा त 5 घन्टामा उता निकाल्छ पारी, धेरै बस्नु पर्दैन। उता चाहिँ कति वर्ष बस्नुभयो, कति दिन बस्नुभयो? धेरै बस्यौँ न, 3 वर्ष मात्रै, 3 वर्ष। हजुर पल्टनियाको 3 वर्ष बस्नु पर्यो। हजुर त्यहाँदेखि घरमा फर्केर आएपछि अब छोराछोरी भएपछि छोराछोरीसँग बस्दै बस्यो सक्यो। हजुर त्यहाँदेखि त्यस्तै दिन बित्यो।
उता मलयमा चाहिँ कस्तो हुँदो रहेछ बोजू बस्दाखेरि मजा? मलयामा त उनीहरूको पल्टोमा बस्नुपर्छ, मजा छ नि। जताभावी बोल्नु हाँस्नु भएन। अब म त झन् नबोल्ने मान्छे। हजुर अब आफ्नै कोठा बस्नु पर्यो, हजुर लाइनमा बस्नुपर्छ। अन्त साफसफाइ चाहिँ अम्मै बस साह्रै गर्नुपर्छ नि। ब्रिटिसनीहरू आउँछ हेर्नु, महिना 15 मा आउँछ। हजुर साफसफाइ